कि नै यो अवसर पाएका हौं सुन्ने कुरा। हामीलाई यति त ज्ञान छ नि त आमा कि छैन? अरूलाई नभए तापनि ताराबारीको वरिपरिका भक्तहरूलाई अवश्य छ। किन? पुराण सुन्दा 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 यी कुरा त पक्का जान्नु भएको छ। र तपाईँ हामी सबै 3 नम्बर हामीलाई पनि थाहा छ कि जालमा हामी फसेका छौँ र घरिघरि छटपटाउँछौँ पनि। कहिले जब प्रेमले मन यताउता नभट्काइकन पुराण सुन्छौँ, जब कथा सुन्छौँ, गुरुजीका उपदेशहरू, पुराणका कथा, जगतको वर्णन, अनि यी सबै नाता गोता सबै 2 दिनका हुन्, स्वार्थी हुन्। जब पुराणमा सुन्छौँ आमा, वैराग्य जाग्छ। होइन रहेछ अब मेरो मेरो भन्दिन, भण्डारा खाँदै दिमागमा यही आउँछ। छटपटिन्छौँ हामी, अब भयो मेरो तेरो छोडिदिन्छु, अब त भगवानलाई नै आफ्नो मान्छु, अब भगवानकै लागि सारा समय निकाल्छु, अब काम काज होइन अब राम काजतिर लाग्छु। आमा पुराण सुनेर भन्दा खाउन्जेल यस्तो हुन्छ। तर जब घर पुग्छौँ, छोरोले आमा भोक लाग्यो भन्छ, श्रीमानले के सब्जी पकाउने जब भन्छ, सारा पुराणका ज्ञान, सारा छटपटाहट सकिन्छ सुन्नु। अनि त फेरि तेरो अनि मेरो। यसै गरी जब दाजुभाइ बाबा पिताहरू जान्छन् मलामी, सँगै बसिरह्थ्यो बिहान चिया खाँदै, यो गर्छु त्यो गर्छु भन्थ्यो, तर दिउँसो नभइकन प्राणै गएछ। मेरो यो छ मेरो त्यो छ भन्थ्यो, तर आज हातमा खाली हात जल्दैछ। आखिर हामी सबैको यही नै त रहेछ गति। आएका थियौँ खाली हात, जानु पनि खाली हात नै रहेछ। यो संसारमा बडा वैराग्य जाग्छ बाबा सुन्नु। अनि मनमनै विचार गर्छौँ, अब भएन कति गोजी भर्नु, कति खोज्नु, कति तान्नु, कति मेरो मेरो भन्नु, मेरो केही रहेन रहेछ। अब भयो 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 म यो संसारमा फस्दिन, अब त म भगवानको भक्ति गर्छु। आमा शमशान घाटमा यस्तो वैराग्य आउँछ, तर घर आइपुगेर नुहाई धुवाई सकेपछि श्रीमतीले झोला दिन्छे अनि नक्सल बजार गर्न पठाउँछ। नुन सकिन्छ, भुटुन सकिन्छ,